म आज 7 मन्थ प्लस बेबीको लागि चाउलो बनाउन जाँदैछु। मैले यहाँ लिएको छु चामल र मुङ दाललाई भिजाएर यो घिरौँला भयो, अनि आलु, चिकन, अनि टमाटर, प्याज। यो चिकन चाहिँ मैले फ्रिजमा हालेर राखेको थिएँ, आइस भएर यस्तो भएको छ। हाम्रो घरमा कुखुरा काटेको थियो, अनि मैले चाहिँ नानीलाई हड्डी नभएको मासु छुट्टाएर चाहिँ फ्रिजमा राखेर कहिलेकाहीँ मिसाएर दिने गरेको छु। यो चाहिँ अब कुकर बसालिसकेको छु। त्यसमा चाहिँ मैले घिउ लिएको छु। यो चाहिँ मैले घरमै बनाएको घिउ हो, दुध लिएर आउँछ नि त हाम्रोमा भैँसीको, अनि त्यसको राखेर नि मैले घिउ त्यो तर राखेर मैले घिउ बनाएको थिएँ। मैले यसमा हालेँ 1 चम्चा र अलिकति घिउ। 1 वर्ष मुनिकोलाई नुन नदिनु भन्छ। मेरो छोरीले चाहिँ अलिकति स्वाद भएको खानेकुरा खान खोज्छ, त्यही भएर म अलिकति घिउ बढी नै राख्छु है, किनभने घिउ बढी राखेर अलिकति स्वाद आउँछ नि त। अब मैले यहाँ घिउ तातिसक्यो, सुप अनि मेथी अनि त्यसपछि ज्वानो। मेरो छोरीलाई चाहिँ ज्वानोको स्वाद एकदम मनपर्छ, त्यही भएर मैले ज्वानो मिसाइदिएको छु। अब म यसमा राख्छु सबै भेजिटेबलहरू। सुरुमा चिकन दिनु छ भने यसरी नदिनु होला। चिकन र दाल अनि त्यसपछि चामल मिसाएर दिनु होला, किन भन्दाखेरि बच्चाले पचाउन सक्छ सक्दैन भन्ने कुरा हो। मेरो नानीले चाहिँ चिकन खाइराख्नु भएको हुनाले चाहिँ मैले यसरी मिसाएर दिएको। अब म यसमा राख्छु दाल र चामल। यो मसला चाहिँ मैले घरमै बनाएको। यसमा चाहिँ जिरा, ज्वानो, मेथी अनि त्यसमा सुप गरेर चाहिँ पिसेर धोएर पिसेर चाहिँ मैले बनाएको बच्चाको स्वादको लागि। मैले खानामा जहिले पनि हालिदिन्छु। मैले बेसार लिएँ, मैले बेसार पनि हालिदिएँ। अब यसलाई एकछिन पाक्न दिन्छु। मेरो नानीले चाहिँ एकदम स्वाद भएको खाना खोज्नु भएको हुनाले मैले यसरी बनाएर दिइराखेको हुन्छु। नुन हालेको हुँदैन नि त, त्यही भएर यसलाई यसरी धेरै आइटमहरू मिलाएर बनाइदिएको चाउलो चाहिँ एकदम मनपर्छ। म यसमा पानी एड गर्छु, चाहिने जति पानी एड गर्छु म यसलाई। अझै पानी हाल्छु। म चाहिँ यो नानीलाई 2 पटकको लागि बनाएको है। उसले बिहान खान्छ अनि बेलुका खान्छ।